नमस्कार, म द्वारिका राज पौडेल, एसआइटी सिमराको डाइरेक्टर। यस सिमरा क्षेत्र आसपासमा कम्प्युटर सम्बन्धीको विभिन्न कोर्सहरू पढाउँदै आएको पनि 14 वर्ष बितिसकेको छ। यस 14 वर्षको अन्तरालमा कम्प्युटर सम्बन्धित विभिन्न कोर्सहरूको अनुभव अहिले एसआइटी सिमरामा बस्दाखेरि चाहिँ हामी कहाँ स्कुलका सानसानो भाइ बहिनीहरू, प्लस 2 पढ्ने विद्यार्थीहरू र कामकाज गरिराख्ने व्यक्तित्वहरूलाई चाहिँ अहिले एसआइटी सिमरामा चाहिँ हामी कम्प्युटरको विभिन्न कोर्स सिकाउँदै आइरहेछौँ। हाल अहिले एसआइटी सिमरामा 180 जना स्टुडेन्ट आबद्ध छन्, सिकिरहेछ, विभिन्न कोर्सहरू सिकिरहेको छन्। तपाईहरू पनि आउन सक्नुहुन्छ। 7 दिन निःशुल्क क्लास छ। हामी 7 दिनमा चाहिँ कम्प्युटरमा चाहिँ इन्स्टिट्युट कस्तो छ, पढाउने टिचर कस्तो हुनुहुन्छ, वातावरण कस्तो रहेछ इन्स्टिट्युटको भन्ने कुराहरू चाहिँ विद्यार्थीलाई देखाउने गर्छौँ। त्यो बिचमा पढिसकेपछि विद्यार्थीले आफैले चाहिँ छुट्याउन सक्नुहुन्छ हामी कस्तो ठाउँमा आयौँ, कस्तो गर्दैछौँ भनेर। अनि त्यसपछि मात्र भर्ना प्रोसेस हुन्छ। क्लास निःशुल्क छ, आएर पढेर चेक गर्न सकिन्छ। आफैले चाहिँ छुट्याउन सकिनेछ कि क्वालिटीमा चाहिँ एसआइटी सिमरा कस्तो र कुन स्तरमा छ भन्ने कुरा चाहिँ। त्यति भन्दै आज तपाईँहरूको माझबाट चाहिँ बिदा हुन चाहन्छु। नमस्कार।